ह्याप्पी न्यू इयर एभ्रिवान। आज न्यू इयरको दिन कहाँ गए के गरेँ ल सबै हेरौँ है त। वेलकम ब्याक इन माई अनदर भिडियो। होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। थाहा छ धेरै दिनपछि मैले भिडियो लिएर आएकी छु। आज न्यू इयर हो। मैले न्यू इयरको दिनदेखि धेरै डेडिकेसन र मोटिभेसनको साथ रिटर्न भएकी छु कि अब मैले भिडियो बनाउन बिल्कुल बन्द गर्दिनँ र मेरो काम जारी राख्नेछु। कर्म करते जाओ फल का इन्तजार मत करो भने जसरी त्यही भनेर म पनि आफ्नो कामतिर लागिहालेँ र अबदेखि मैले कन्टिन्यू भिडियो बनाउँछु अनि जसरी भए पनि धेरै मेहनत गरेर आफ्नो भिडियो पोस्ट गर्छु भनेर सोचेकी छु। तर बेबी भइसकेपछि यो चाहिँ डिफिकल्ट नै हुन्छ, किनकि बेबीले कहिले रेकर्ड गरेको भए पनि मैले एडिटिङ गर्न पाइरहेको हुँदैन। र आज मेरो न्यु इयरको छुट्टै धेरै प्लानहरू थियो, कन्टिन्यू भिडियोमा बनिरहनु होला। आज मैले न्यु इयरमा के गरेँ, कहाँ गएँ, कसो गरेँ भनेर थाहा पाउने हुनुहुन्छ अनि रमाइलो पनि हुनेवाला छ। अनि आजको दिनदेखि सबै नराम्रो बानीहरू छोडिदिने र राम्रो बानीलाई अपनाउने। यो नयाँ सालमा कुनै न कुनै परिवर्तन हुनैपर्छ। यो सालभरिमा केही न केही अवश्य राम्रो हुन्छ भन्ने आशा लिएर एकदमै धेरै प्रार्थना गरेकी छु भगवानसँग। अनि त्यसै गरी आजको मेरो मोटिभ थियो कि नयाँ सालको दिन पुरै घर सफा हुनुपर्छ। घर साफ त मन साफ, लेडिजहरूको त त्यही हो है। घर सफा छ भने छुट्टै मन पनि सफा हुन्छ कि, लाइक घर सफा छ भनेर। फेरि मेरो रुमदेखि स्टार्ट गरेँ अनि सर्लक्क बेडसिट फेरेर अनि बेबीको यो युरिन म्याट पनि बिछाइदिएँ। युरिन म्याट नबिछाउने भए पुरै गद्दा बिग्रिन्छ है। अनि हजुरहरूले न्यु इयरमा के गर्नुभयो, कहाँ जानुभयो कमेन्टमा भन्नुहोला। घुम्न जानुभयो कि नै? म चाहिँ बेबी सानो हुनाले गर्दा बाहिर जान चाहिँ मलाई मन थिएन र घरमा बस्ने पनि मन थिएन। त्यही भएर मैले एउटा छुट्टै सल्युसन निकालेको थिएँ यसको लागि। अनि यसै गरी म भन्छु त्यो अगाडि भिडियोमा कन्टिन्यू रहनु होला कि हामी कहाँ गयौँ भनेर। अनि यहाँ मैले चाहिँ झाडु पोछा जताततै सबै रुमको झाडु पोछा गर्न लागेकी थिएँ। छोटु त हुनुहुन्न, तर छोटुको रुम चाहिँ हामी धेरै फुरो गरिदिन्छौँ कि त्यहीँ बस्ने जाने गरेर अहिले बेबीको डाडी चाहिँ मैले त्यहाँ राखेको छु। त्यही भएर छोटुको रुम पनि सलक्क सफा गर्नु पर्यो। आज मैले भनिसकेँ कि घर सफा गर्न भएपछि मन पनि सफा हुन्छ भनेर, किनकि सफा देखेपछि सबै कुरा मन पनि सफा हुन्छ नि त। इट्स माई लजिक। अब अरू त थाहा भएन है। यसै गरी मैले मेरो रुमको पनि सफाइ गर्न आएँ, सर्लक्क पोछा लगाएँ, किनकि रुमहरूमा म डेली पोछा लाउन भ्याउन्न। गल्लीमा यताउति किचनमा त म डेली लगाइरहेको हुन्छु, तर रुमहरूमा चाहिँ दिनदिनै लाउन पाउन्न आजकल बाबुले गर्दा। अनि उता मेरो रुमको भ्याएर यता किचनतिर आएँ, किचनको पनि सफाइ गर्न लाएँ। आज न्यु इयर पूजापाठ त गर्नु पर्यो। बुढाले गर्नुभएको थियो पूजापाठ चाहिँ, किनकि मैले नुहाउनै थियो अनि मैले नुहाएर भ्याउँदा लेट हुन्छ। त्यही भएर हजुरले गर्नु भनेर उहाँलाई लगाइदिएँ पूजा गर्न चाहिँ। अनि यता पूजासुजा गर्नु, राजलाई पनि पूजा गर्न चाहिँ एकदम मनपर्छ है। अनि यतातिर मम्मीलाई पानी पनि चढाइदिनु भयो। यो भोइस ओभर गर्दा मैले खानासाना खायौँ, पानी खायौँ, खालि यस्तो मात्रै किन भन्न आउँछ। अनि यहाँ आज नास्ता चाहिँ चायले बनाउनु भएको थियो अरे नास्ता चाहिँ राजले बनाउनु भएको थियो। आज न्यु इयरको दिन हाम्रो गलीको कुकुर चाहिँ एउटा अङ्कलले लग्न थाल्नु भएको थियो। अनि त्यसमा कमेडी चाहिँ के भयो भन्दा उहाँ अङ्कलले चाहिँ आफ्नो भिडियोहरूको साथ राख्नको लागि लाग्नु भएको रहेछ। अनि लग्न लागेको बेलामा त्यसको आमा आइदियो कुकुरको। अनि हेरी त्यो अङ्कल आफै डराइरहनु भएको थियो कि। अनि उता हामी एकछिन त्यहाँ हेरेर कुकुरलाई अनि त म कपडा धुनतिर लाएँ। मेरो आज मोटिभ थियो कि सब घर पनि साफ होस्, मेरो सबै काम पनि सकियोस्, घर आउँदा केही काम नहोस् भनेर। अनि म नुहाइधुवाइ गरेर फ्रेस भएर म मेरो मम्मीको घर आएँ। अनि यहाँ बिर्सेछु कि म लाइट जलाउन, अँधेरोमा सुट गरिरहेको थिएँ। हामी चाहिँ ड्राई पिकनिक जान लागेको थियौँ अनि सबैले 1 डेज प्लान गरेको थियौँ। हामी धेरै त जान थिएनौँ, म सानीमाहरू अनि हाम्रो मम्मी हुनुहुन्थ्यो। अनि यहाँ मम्मीले चाहिँ पुरी पनि बनाइसक्नु भएको रहेछ। 1 डिस भनेको मम्मीले चाहिँ 3टा डिस बनाउनु भएको थियो, पुरी, अचार अनि मासु। अनि मेरो प्लान चाहिँ यो रोस्ट बनाउने थियो। अनि त्यही पनि मम्मीको मन कहाँ, मम्मीले मलाई केही काम एक्लै गर्न छोड्नुहुन्छ। नाइ बाबुलाईसँग दुःख हुन्छ, ल यहीँ लिएर आइज अनि यहीँ बनाउलिस् भनेर। अनि फेरि म सामान लिएर तलै मम्मीले निसाले बनाएँ। अनि माइत गएपछि त कहाँ काम गर्नु मन लाग्छ र। अनि यसरी म बसी अब जानु पर्यो भनेर रेडी पनि भयौँ। अब एकैछिनमा नक्रानीदेखि महारानी भनिन्छ नि लाइक अघि नैसम्म कस्तो देखिरहेको थिएँ, अहिले अब कपडा फेरेर फेरि चट्ट परेको। अनि यहाँ बहिनीसँग लुकेर बहिनीको यो दाइले गिफ्ट गर्नुभएको चाहिँ पर्फ्युम हो। यो चाहिँ कसैलाई दिँदिनँ कि उसले प्रायः, त्यही भएर मैले चाहिँ चोरेर लगाइदिएँ। अनि रेडी भएर थोरै सामान ल्याउन थियो, त्यो लिएर आएँ चटपटको लागि। अब
पिकनिकमा जाने चटपट नखाने त हुनै सक्दैन। अनि यहाँ हामी चाहिँ रेडी भएको थियौँ जानको लागि। अनि यति धेरै सामान लिएर जान लागेको थियौँ। अनि बाबुलाई भिडियो बनाइदेऊ भनेकै उसले आफ्नै भ्लगिङ स्टार्ट गर्न लाग्यो कि। अनि सबैजना हिँड्यौँ हामी चाहिँ। राजुले थुप्रै सामान लिनुभएको थियो खानेको, कसैले बोतल, कसैले के। मैले चाहिँ बाबुको सामानहरू लिएको थिएँ। म फर्स्ट टाइम बाबुलाई लिएर बाहिर गएको थिएँ। अनि त्यही भएर मलाई पनि अलिकति डर लागेको थियो के होला भनेर। त्यही भएर मैले बाबुको गद्दा अनि बाबुको झुल छुट्टै सबै कुरा लिएर गएको थिएँ बाबुको लागि भनेर। अनि हामी पुग्यौँ। जो बुटोलमा बस्नुहुन्छ उहाँहरूलाई थाहा होला बुटोलमा कति धेरै रस हुन्छ आजको दिन। न्यु इयरको दिन कतै खुट्टा राख्ने ठाउँ हुन्न कि। त्यही भएर म यस्तो बाबुसँग भिड भडाकामा जान्न भनेर मैले चाहिँ के सल्युसन निकालेको थिएँ भन्दा, मेरो मम्मीको घर पछाडि खेतहरू छ, खेतमा जाने, ड्राई पिकनिक गर्ने, रमाइलो गर्ने भनेर। अनि सोचे जस्तै भयो पनि। हामी गयौँ अनि वहाँ गएर टिकटक भिडियो बनाउने यताउति त गर्नै पर्यो होइन, फोटो त खिच्नै पर्यो, न्यु इयर हो, मेमोरिज त हुनै पर्यो। यहाँ चाहिँ के कमेडी भएको भन्दा, ल भिडियो बना भन्दा मैले राजको कम्मर पक्रेको कि। अनि तिमीले मेरो कहाँ पक्रिने र मैले पो पक्रिने भने कमेडी भएको थियो। अनि हामीले चाहिँ फोटो भिडियो खिच्न लाग्यो। अनि यहाँ मैले चाहिँ नानीको हामी चाहिँ ढिलाएको थियौँ, त्यही भएर नानीहरूलाई भोक लागिसकेको थियो। त्यही भएर चटपट बनाउने सोच्यौँ, किनकि हामीले कसैको वेट गर्दै थियौँ, आइपुग्नु भएको थिएन। तबसम्म के गर्ने भनेर चटपट बनाउनु लागेको। अनि यहाँ मम्मीहरूले चाहिँ छुट्टै आफ्नो दिमाग लाएर बाबुको लागि यसरी डाडी बनाइदिनु भयो। मैले त्यत्रो सामान लिएर आएको त कामै लागेन क्या। यहाँ चटपट खानु भनेर ग्लोभ्स लगाएको त ग्लोभ्स नै फाटिदियो। त्यही भएर मैले यस्तरी आइडिया लाएँ, अब चटपट छुनु भएन नि त, बाबुलाई पिरो हुन्छ। त्यही भएर मैले चाहिँ चटपट नछोइकन नै खाएको। बाबुलाई घाम पर्छ भनेर हामी चाहिँ एकदम लेट आएको थियौँ। अनि मेरो सानीमा पनि आइपुग्नु भयो। यहीँको हामीले इन्तजार गरिरहेको थियौँ। अनि बहिनी पनि आएकी थिइन्। अनि फेरि उठ्यौँ हामी अब फोटो भिडियो खिच्नु भनेर। अब फोटो भिडियो त खिच्नै पर्यो नि। अनि खाना बस्यो, यसरी एकअर्कालाई डिस्ट्रिब्युट गऱ्यौँ सबैले। अनि खाना चाहिँ हामीले सब घरैबाट बनाएर आएका थियौँ। त्यसमा 4 चान्स सानीमाले मोमो ल्याएर गरिदिनु भएको थियो। हामी नेपालीहरूलाई मोमो त फेभरेट नै हो नि त फेरि। अनि यो चाहिँ एकदमै बेस्ट आइडिया लाग्यो। न कतै भिड भडाका, न एक्लोपन, एकदमै सुकुन के, लाइक आफ्नो फ्यामिली अनि रमाइलो। खाँदा खाँदै अँधेरो भइसकेको थियो। अनि हामी चाहिँ ढिला हुन्छ बाबुलाई रातिमा राख्नुहुन्न भनेर निस्क्यौँ त्यहाँबाट। म र राज अनि भाइ बहिनी भएर। मम्मीहरू चाहिँ उहाँ साफसफाइ गरेर आउनु लाग्नु भएको थियो। अनि घर आइसकेपछि भाँडा धुन त म्यान्डेटरी हो, अब त्यत्रो खाएको भाँडा त धुनु पर्यो। अनि म र दिदी चाहिँ हाँसेको थियौँ, त्यत्रो रमाइलो गरेर हिरोनी बनेर अहिले फेरि भाँडा धुनतिर भनेर। आजको दिन चाहिँ एकदमै रमाइलो भयो। न त हामी बाहिर गयौँ, न त घरमै बस्यौँ, बस आफ्नो मान्छे अनि सुकुन। यसै गरी आजको दिन बित्यो। लास्टमा चक्लेट खाइयो। थ्याङ्क यू सो मच फर वाचिङ।